नमस्कार सबैजनामा, मलेरा नाम्बाङबाट म आज यस्तो सुन्दर रोडमा यति मजाको रोड छ, त्यो रोड बारेमा अलिकति तपाईलाई बताउन चाहन्छु। यो भिडियो अन्त्यसम्म हेर्दै गर्नुहोला। तपाईहरु नझुक्किनु होला कि यो कुन ठाउँको सिन हो भनेर, कुन ठाउँको दृश्य भनेर। यो दृश्य चाहिँ हाम्रो झापा जिल्लाको दमक नगरपालिकाको हो। यो चाहिँ दमक नगरपालिकाको वडा नम्बर 2, 3, 4 र 5 लाई जोड्ने बाटो हो। यो चाहिँ 4.865 किलोमिटर रहेछ, मतलब तकरिबन 5 किलोमिटर भन्दा पनि कोही फरक पर्दैन। यो चाहिँ अगाडि देख्दै हुनुहुन्छ, यो चाहिँ ट्र्याक हो, यो साइक्लिङ ट्र्याक। अनि यो पर चाहिँ यो आउने जाने बाटो हो। अब यसरी नै लेफ्टपट्टि पनि साइक्लिङ ट्र्याक छ, अनि राइटपट्टि लेफ्ट राइट साइक्लिङ ट्र्याक, अनि लेफ्ट राइट फुटपाथ ट्र्याक छ। यो तपाईँले देख्दै हुनुहुन्छ, यो चाहिँ फुट ट्र्याक हो। यसरी नै यो लेफ्ट राइट छ फुट ट्र्याक पनि, अनि यो चाहिँ साइक्लिङ ट्र्याक हो। यो साइक्लिङ ट्र्याक पनि लेफ्ट राइट छ। यो बिचको बाटो चाहिँ आउने, यो यता जाने र अर्को आउने बाटो हो यो मेन रोड। अनि यो यहाँ लेफ्ट साइड छ, अहिले यहाँ कुछ लाइटहरू जोडिसकेको छ। अनि पल्लो छेउमा चाहिँ अलिकति जोड्दैछ भने। धन्यवाद मलेरा नाम्बाङ। यस्तै भिडियोहरू हेर्दै गर्नुहोला। म तपाईँलाई एउटा के सधैँ दिन चाहन्छु भने, मेरो एउटा युट्युब च्यानल छ सङ्गालो अनलाइन। यो मेरो सङ्गालो अनलाइन युट्युबलाई लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गरेर मलाई भावनात्मक सहयोग गरिदिनु हुन तपाईँहरूप्रति विनम्र अनुरोध गर्दछु। धन्यवाद मलेरा नाम्बाङ।